त हाम्रो आजको कार्यक्रम चाहिँ अब आलु खन्ने जनताहरू अगाडि लागिसके म चाहिँ पछाडि छु। श्री पनि छ, मम्मी पनि। मलाई हेर्दैछ पछाडि आयो कि होइन भनेर। आलु खन्न हिँडेको अरे केटो। आलुमा नटेक्दे कसको मुखमा हेरेको लु बोक्नु। घाँस काटेको फोटो आलु 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 खन्ने ठाउँमा चाहिँ यति धेरै घाँस छ, त्यही भएर पहिला चाहिँ घाँस काट्ने क्रम अनि त्यसपछि आलु खन्ने हो। अब म खन्न थाल्छु कि सुमी खन्न थाल्ने हो? सुमी यति धेरै छ है आलु। श्री चाहिँ उता छ ओ, उसले यतिको खुल्लामा कुद्न पाएको भरे खोकेर ले ल त समात म खन्छु ल ल के चाहिँ पर गएर मेरो आलु 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 आयो छान्नु अरे यसरी यो यता बनाउनु अरे। त्यो चाहिँ किनभने आफैलाई सजिलो हुन्छ, छानिराख्नु पर्दैन। श्रीयान्से आयो ए बिचरा यो त भुइँमा बस्छु क्या हो यत्रो यहाँ चाहिँ सबै के हेर भाइ हेलो भन श्री हेलो भन हेलो भन्दैन अरे। यो चाहिँ मसिनो काटिएको, यो चाहिँ ठुलो। मेरो हात यस्तो भयो खन्दा खन्दा। आलुलाई झारले ढाकेर राम्रो फलेन छ, झार छ यस्तो आलुको बोटै नदेखिने। आफ्नै सुरले खानु छैन। ए स्कुलतिर जानु हो। यस्तो छ आजको मौसम चाहिँ धुम्म।